Hello everyone, welcome back to my YouTube channel. Wow! Clap to the top. हामी चाहिँ आज चोर्न जाँदैछौँ। हामी कता जाँदैछौँ? हामीलाई घुम्न जान पैसा हामी हुन्छ। सिस्नु लिन के चोर्न जाने हो आज हामी? त्यो सबै आँप लिची सिस्नु सबै हामी चाहिँ चोर्न जाँदैछौँ। त्यही हो, अब म कस्तो हुन्छ कि कस्तो हुन्छ आज हाम्रो चोर्ने दिन हेर्छौँ। एउटा हाम्रो चोर चाहिँ आएन, अर्को उहाँ चाहिँ हाम्रो मेन चोर हुनुहुन्छ। अब हामी चाहिँ लाग्यौँ आफ्नो गन्तव्यतिर। हामी चाहिँ 4 जना भएर जाँदैछौँ। अब आज कहाँ जाने के कस्तो हुन्छ सबै म भिडियोमा देखाउँछु। आइपुग्यौँ। यो आज डिक्कीभरि हामी लिची आँप के हुन्छ आज त्यस्तै भन नि, यताको मान्छे लहर्दैन नि त। उयो यत्रो प्लास्टिक बोकेर ओइ चिम्टा छ है ए आथे चिम्टे हाल्न बिर्सिनु हातले टिप्ने बाजी किन चिम्टा चाहियो? छे मैले चिम्टा झन् मागेर लिएर आएँ पसललाई छोडेर आएँ। ल हेलो गाइज, म चाहिँ यो कसको भ्लग हो भन्नु त? अन्जिता बहिनीको भ्लग। अब ह्यान्डल गरिदिँदै पऱ्यो। मलाई एसिस्टेन्ट राख्यो अहिले। अब के अन्त नि यति नगऱ्यो मलाई पैसा आउँदैन। 1% त चाहियो यति दुःख यस्तो पसिना काडी भिडियो गरिदिनु नि छ। पौडी खेल्ने हो दाइ? तपाईँ र म मात्रै खेल्ने। थेट यत्रोबाट भएर पौडी खेल्न आउनु रे। यस्तोलाई बोकेर खोला आउनु पर्यो। म यत्रो फेरि च्याम्पियन। पौडी खेल्न आउँदैन अरे के हो बाटो? अहिले चाहिँ हामीले खतरा तर्साइदिएको। यो 3 मै तर्स्यायो कि यसमै हालिदिने है अन्जिता भिडियो त। योसँग इङ्ग्लिस चाहिँ अलि जोगिएर हिँड्नुपर्छ। कति बेला कराइदिन्छ थाहा नै हुन्न। यस्तो दिमाग खराब गरिदिन्छ। जे गरे पनि सर्प दिन्छ लु। आफै जस्तो सोचेर तर्सिन्छ नतर्सिनु। हामी सिस्नु खोज्न होइन, सिस्नु छोइले पात छोइरहेको। त्यस्तो दिमाग नभएको चाँदी खबरलाई के भन्न सकिन्छ र हामीले? जाम न्युरो टिप्न आएन। हामी त उता खोल्सातिर पाउँछ क्या सिस्नु। ए यस्तामा पाउँदैन के भने त न्युरो हो। जाम हिँड। ए बच्चाहरू केही जाने छैनन् कि। यस्तो हो बाटो यार। सिस्नु त उतातिर पाइन्छ क्या, त्यो पानी बगेको ठाउँमा क्या त्यस्तोमा। मलाई मात्र हो कि सब थाहा हो। यो बच्चाहरूले केही थाहा छैन। अब आज आँप लिची सब चोर्ने भने यिनीहरूले के गर्ने थाहा नै छैन। यिनीहरूले चोर्न लगाउने अनि ठ्याक्कै प्लान चोर्न लगाउने अनि मैले चलाउने अन्त ठ्याक्कै स्कुटरमा राखेर अनि मान्छेले थाहा बोलाइदिने। स्कुटर रोकेर तिमी चलाइदिने। अनि यता जङ्गलमा टक्क उहाँ खोला आउने होइन
उहाँ आउँदैछन् त्यो हातमा चाहिँ रक्सी हो यिनीहरू चाहिँ तर्साउने प्लान गरिरहन् तर तर्सिनेवाला छैन मै तर्साइन्छु क्या अहिले यिनीहरूलाई टक्क उ नगरेर के अरे बोलाउँछु यिनीहरूलाई अनि यिनीहरूलाई अनि म स्कुटर रोकिदिन्छु कि यिनीहरूलाई खाडा गाडीमा रुकाएर यस्तो दिमाग खराब यार लुगिगिरी तर्साउनलाई लुगिगिरी के भगवान् अन्जिता एउटा कुरा भनौँ तैँले अरूलाई तर्साउनलाई त्यो लुग्नै पर्दैन सिधै अनुहार देखाइदियो हुन्छ तेरो उहाँ आउँदैछन् तर्साउने भनेको छु त्यो अन्जेलाई हो यिनीहरू खोला ऊ त्यहाँ चाहिँ लास्टै गहिरो है त्यहाँ लास्ट गहिरो हो म त पसिना भयो यार यस्तो दुःख गरेर नि मैले म हेर्न कसरी लुटी हेर्नु नि ऊ त पुल मुनि चाहिँ लास्टै गहिरो हो पार्थ दाइ उहाँ छन् तर्साउन आइज यस्तो घाममा म त बन्न सक्दिनँ असिस्टेन्ट राखेँ भने यार यस्तो घाममा म तडपाएर राखिदिने कालो बनाइदिने मान्छेलाई यार है जम्मा 1 लाख रुपियाँ दिन्छु अरे 1 लाख रुपियाँको लागि हामी डढ्ने त 1 लाख रुपियाँको लागि हामी डढ्ने त डढ्नुहुन्छ हुँदैन यस्तो पसिना आइसक्यो खबरै होइन मैले त भनेको म त केही भन्दिनँ मैले त पाउन्ड ठाउँमा जाम भने बेला यत्रो आउन अन्त त त्यहाँ पुगिसकिन्थ्यो न्युरो सब पाइन्थ्यो उहाँ झन् दाइ उहाँ आँप लिची जोर्नी रे कहाँ र भने खोलामा आएर तर पाउने वन जङ्गलमा पनि पाउँथ्यो होला हुन्छ पुल आयो सर्पाले टोक्यो होला तँलाई त सर्पाले त जिन्दगी टोक्दैन किनभने तर्सिन्छ कि सर्पै मुर्छ 20 यसमा म त खतरा बोल्छु क्या यार पागल सम्झ होला नि यिनीहरूले मलाई जाम अन्जिता उता पुलमा ओइ जाम दिदी पुलमा के डाँडे भए भेट्ला टिप्दिउँ पोल्ला नि फेरि होइन यो खोला हुन त बजारतिर नाली देखाला चाहिँ यता समुद्रै हो त हो हामी यस्तो गाउँलेलाई त अलिकति लाग्दैन यार खोला माथि या पुलमा बसेर सिस्नु कहाँ खाँदै खोज्दै हिँड्नलाई सिस्नु टिप्न आएको अरे रित्तै फर्किया नि यिनीहरू अब मेरो कमानमा जाने यिनीहरू होइन अन्जिता खतरा सिस्नु पाउनु थाल्यो जान्छु यिनीहरूलाई केही थाहा छैन यिनीहरूलाई त 1 महिना ट्रेनिङ दिएर बल्ल लिएर आउनुपर्छ नामको मात्र चोरी के आउँदैन लड्डेला यो उकालो उक्लिन यार त्यसै लिएर आइदिएर न केही नाच्दै नि हेन अहिले रोडमा गएर म देखाउँछु यिनीहरूलाई वहीँ पुगेर सिधै देखाउँछु यिनीहरूलाई सिस्नु खतरा पोल्ने ठाउँमा ल यिनीहरू डराइसक्यो यत्रो उकालो बाटो खाँदै लिएर आउने चाहिँ यो डाका दाइ हो उहाँ पुग्न आँटे केही पुग्न पसिना तालु टल्के खा गाह्रो लास्ट गाह्रो जी यस्तो आउन सकेन लास्ट पसिना
यहाँ अब त्यत्रो उक्लिनुपर्छ अहिले उक्लेसी देखाउने हेलो गाइस उहाँहरू अमित भाइ आउनु लाग्यो अनि त निश्चय हिँड्नु सक पारस भाइ पनि आउँदै हुनुहुन्छ हेर्दैछु त्यो आउँछमा लाग्छ क्या माछा हेर्नु गएको माछा पनि लाग्दैन पानी पनि लाग्दैन दुइटै बोकेर खाउँ अनि स्कुटर चाहिँ अब त्यसमा नि खतरा तिनीहरूले हामीलाई धुलो फारा लिएर गएको तिनीहरूलाई धुलाउने साखरा आयो हामी साखरा जाँदैछौँ कस्तो दामी अन्त तिमीहरू त हामी पनि कम्छै बालामा चिप्लेम लाग्छ यस्तो भन्नु आज हेर न अन्जिता चाहिँ काम गरे जस्तो नाटक गरेको थियो यो वनजङ्गल अनि ऊ त भाइले चाहिँ खत्रै गरे है भाइले चाहिँ खत्रै गरे पारस दाइको काम छैन ऊ पारस दाइ खोलामा माछा मारि हिँड्नु भएको मैले चाहिँ भाइले टिपेकोलाई अनि यहाँ राख्ने काम चाहिँ मैले गरेको छु यो चाहिँ भाइहरूको गाउँ हो क्या रमित भाइको गाउँ साखरा हो कि के भन्ने ठाउँ हो अनि म पनि हाँस्छु है मैले चाहिँ यहाँ टक्क लगाएर यहाँ राखेको छु आज खत्रै भ्लग बनाइदिन्छु अन्जिताको यो भ्लग चाहिँ केमा आउँछ भने अन्जिताको अप्सु च्यानलमा आउँछ है खतरा उहाँ हो है मेरो भाइले खतरा दुःख गरिरहेको त्यहाँ खानाको काल हुने जस्तो ऊ चाहिँ अब कस्तो राम्रो आएको थियो तिमी त पसिना आउँदा पनि कस्तो क्युट थियो क्या खाइदिउँ ल हेलो यु माथि हामी चाहिँ सिस्नु टिप्न आएको यहाँ हामीले सिस्नु टिपेको पछाडि हेलो हेलो माथि मैले झर्नामा लिएर जानु झर्नामा शीतल हुँदैन त्यस्तो झर्ना त छैन तर चिसो ऊ छ क्या एउटा गुम्बा परेको ठाउँ छ क्या चिसो हुन्छ त्यहाँ ठ्याक थापाइदिए म अहिले त्यहाँ गरेर ठक्क तपाईँहरूलाई देखाउँछु है ल मलाई देखाउँछ त्यहाँ यहाँ पारस दाइ के हो माछा माछा र गगटा यो गगटा हो यो सकिँदैन कि हुँदैन भने नचाहिने काम गर्छ यार ओ यो त हेरेर भन्थ्यो कि है त्यो सर्ट मेरो हो यार ठिकै छ यस्तो भने साझा आएर गगटा समाउन गएँ म यहाँ चाहिँ गगटा पार्टी ल न त फर्स्ट ब्याग पाके होइन ल अन्जिता कस्तो
ल छिटो उसलाई त आज एक थाक भइहाल्यो नि कहाँमा गएर उहाँ यो टन्न भएर बसिछ नि चाहिँ खाएर अब ढुङ्गा हान्नु बालो जानुपर्छ म मात्रै यस्तो भेजिटेरियन मात्रै खाने यस्तो नन भेज छ ल हाम्रो चाहिँ भ्याइयो माछा पनि माऱ्यौँ गगडा पनि माऱ्यौँ पानी पनि ल्यायौँ अनि अर्को के गर्यौँ है सिस्नु दर्शन ढुङ्गा पनि ल्यायौँ सिस्नु पनि टिप्यौँ क्वालिटी सिस्नु मैले